झरनाको चिसो पानी मैया डढमुनि ताल पारो राम्रै त तिमी झरनाको चिसो पछाडिको एउटा गीत सुनिराख्नु भएको छ झरनाको चिसो पानी कति राम्रो गीत छ। म एउटा झरना हेर्नको लागि गाईघाट र नेपालटार भन्ने ठाउँको बिचमा एउटा यो बाटोको छेउमा एउटा झरना पर्छ। यो झरना चाहिँ कस्तो छ भने हामीहरू माथिबाट हेर्दाखेरि चाहिँ यसको दृश्यहरू राम्रो देखिन्छ, प्राकृतिक देखिन्छ र प्राकृतिकसँग म रमाउन कोसिस गरिरहेको छु र यसबाट राम्रो राम्रो माथिबाट दृश्य देखिएकोले गर्दा म माथि गएर यो दृश्य अवलोकन गरेको हुँ। यो चाहिँ तपाईँको पानी यति राम्रो पानी छ, सफा पानी छ, एउटा पहाडबाट झर्ना झरिरहेको नेचुरल हो। यो नेचुरल ठाउँ छ, नेचुरल ठाउँ भएकोले गर्दा मलाई साह्रै यो ठाउँ मन पर्यो। र यसमा अलिकति माथि चढ्दा चाहिँ अलिकति गाह्रो छ, तपाईँको ढुङ्गाहरू ठुल्ठुलो छ, बिस्तारै चढ्नुपर्छ, सकिन्छ। र माथिबाट अवलोकन गर्दाखेरि चाहिँ यो झर्ना राम्रो देखिएकोले गर्दाखेरि मलाई साह्रै मन पर्यो यो ठाउँ। र पानी पनि राम्रो छ, नेचुरल्स राम्रो छ, प्राकृतिक सौन्दर्यता छ। मलाई झर्ना हेर्ने कति राम्रो झर्ना झरिरहेको छ। झर्ना हेरेर म अहिले फर्किने क्रममा छु। म फर्किँदैछु माथिबाट। फर्किने क्रममा नै होस पुऱ्याएर यहाँ फर्किनुपर्ने हुन्छ। ठुल्ठुलो ढुङ्गाहरू भएकोले गर्दाखेरि यसरी एउटा एउटा ढुङ्गामा चढ्दै तल झर्नुपर्छ। यहाँनिर अलिकति म लडेको थिएँ र त्यस्तो साह्रो ठुलो चोट त लागेन र म तल आउने क्रममा छु। त्यसै गरेर यो एउटा राम्रो छ, हेर्नुहोस् पानी कति राम्रो देखिरहेको छ। म अब तल आउने क्रममा छु। तल आएर पनि तपाईँलाई म झर्ना पुरा रूपले देखाउने छु। यसै गरेर म यहाँ तल आइपुगेँ र एउटा माथिबाट म एउटा झर्ना देखाउँछु।